चुनी चमाचम। भारत बीचको सीमा विवादको क्षेत्र लिपुलेक र लिम्पोयाधुरा त्यहीँ पहिरो परे जस्तो देखिने ठाउँ हो। यतापट्टि क्लियर देखिएको क्षेत्र नेपालको हो र बीचको खोलालाई चाहिँ भारतले महाकाली भनेर दाबी गरेको छ। र अहिले हामीले यो भिडियो बनाइरहेको ठाउँ चाहिँ छाङ्ग्रु गाउँ हो। अब यहाँबाट त्यहाँसम्म पुग्नलाई चाहिँ करिब 1 घन्टा जति लाग्छ। यो ठाउँ चाहिँ अब छाङ्ग्रु गाउँदेखि लगभग उत्तरतिर उत्तर पश्चिमतिर पर्ने भयो। अनि यहाँदेखि छाङ्ग्रु गाउँदेखि चाहिँ पूर्व लागेर हामी चाहिँ टिङ्करतिर लाग्यौँ।
ल साथीहरू, अब जाँदा जाँदै यहाँ छाङ्गु घुम्न आउनको लागि चाहिँ चाहिने केही बेसिक कुराहरू चाहिँ बुझेर जानु होला। जस्तो पहिलो कुरा चाहिँ नेपालको सीमा प्रशासनबाट पास बनाएर अनि इन्डियाको तहसिलबाट त्यो पासमा छाप लगाएर मात्रै जान मिल्छ। नेपालबाट बाटो छैन, इन्डियाको गाडी भएर आउनुपर्छ र त्यो चाहिँ 3 ठाउँमा चेकिङ हुन्छ। अनि त्यसको लागि चाहिँ पास चाहिँ 6 महिनालाई काम लाग्छ। र अब खाना बस्नलाई चाहिँ होमस्टेको व्यवस्था छ, त्यसको डिटेल चाहिँ लास्टमा राखिदिएको छु। र बाँकी केही कुराको लागि चाहिँ युट्युबमा भिडियोहरू तथा दार्चुलाको सीमा प्रशासनमा बुझेर मात्र यात्रा गर्नुहोला। धन्यवाद।